के नेपाल 2026 को टी20 वर्ल्ड कपमा सुपर 8 मा पुग्न सक्ला र नेपाललाई सुपर 8 मा पुगे के फाइदा हुन सक्छन्? नेपालको लक्ष्य के सुपर 8 पुग्नु मात्रै हो अथवा अन्य केही? आउनुस् आजको यस भिडियोमा विस्तृत रूपमा चर्चा गरौँ। त्योभन्दा पहिला च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल आइकन दबाउन चाहिँ नभुल्नुहोला। लेट्स स्टार्ट द भिडियो। सो नेपालको ग्रुपमा जम्मा 5 वटा टोली रहेका छन्, जसमा इङ्ल्यान्ड, वेस्ट इन्डिज, इटली, स्कटल्यान्ड र नेपाल, जुन चाहिँ ग्रुप सी मा रहेका छन्। सो नेपालले ग्रुप स्टेजमा कुल 4 वटा खेलहरू खेल्नेछ, जसमा सर्वप्रथम 8 तारिकका दिन नेपालले इङ्ल्यान्डसँग खेल्दैछ, जुन टोली यो ग्रुपको सबैभन्दा बलियो टोली पनि हो। इङ्ल्यान्डले विश्वकप समेत जितिसकेको छ। यो टोलीसँग नेपालको पहिलो खेल रहेको छ। नेपालले यो खेललाई जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछ, तर यदि नेपालले जितेन भने पनि डराउनु पर्ने विषय छैन। त्यसपछिका 3 खेलहरूमा पनि नेपालले यदि जित हासिल गर्न सक्छ भने नेपाल त्यसपछि पनि क्वालिफाई हुन सक्ने सम्भावना हुन्छ। यदि पहिलो खेलमा नै नेपालले जित्छ भने नेपालले सुपर 8 पुग्ने सम्भावना झन् बढेर जान्छ। नेक्स्ट खेल रहेको छ नेपालको वेस्ट इन्डिज विरुद्ध। वेस्ट इन्डिजसँग यसभन्दा पहिले पनि शारजाहमा 3 टी20 को सिरिज नेपालले खेलिसकेको छ, जसमा नेपालले जित दर्ता गरेको थियो 2 टी20 म्याचहरू जितेर। बट यो वर्ल्ड कपमा भने त्यति कमजोर टोली भने आउने छैन। हामीले शारजाहमा खेलिएको वेस्ट इन्डिजको टोली अलिक कमजोर नै थियो, त्यसमा मेन प्लेयरहरू थिएनन्। बट वर्ल्ड कपमा भने त्यति कमजोर टोली भने पक्कै पनि आउने छैन। यहाँ वर्ल्ड क्लास टिम आउनेछ, जसले 2 पटक विश्वकप पनि जितिसकेको छ। टी20 मा हामीले वेस्ट इन्डिजलाई सामान्य रूपमा लिन मिल्दैन। टी20 को सबैभन्दा खतरनाक टोली नै वेस्ट इन्डिज हो। वेस्ट इन्डिजको कुनै पनि ब्याट्सम्यानले कुनै पनि ओभरमा गेम चेन्ज गर्न सक्छ। सो यसमा हामीले टिकेर खेल्नुपर्छ, तर नेपाललाई एउटा एडभान्टेज हुनेछ। के एडभान्टेज भने हामीले पहिले नै वेस्ट इन्डिजलाई हराइसकेका कारण हाम्रा खेलाडीहरू कन्फिडेन्ट रहनेछन्। त्यसपछिको नेक्स्ट खेल रहेको छ इटलीसँग, जुन खेल भनेको हामीले सामान्य रूपमा लिन मिल्दैन। इटली नयाँ टोली भयो भने ती टोलीमा विभिन्न देशहरूका राम्रा खेलाडीहरू रहेका छन्, जसले आयरल्यान्ड, नामिबिया जस्ता हामीलाई लेभलका टोलीहरूलाई हराइसकेको छ। त्यसपछिको अन्तिम खेल आउँछ स्कटल्यान्डसँग। स्कटल्यान्ड भनेको हाम्रै लेभलको टोली हो। त्योसँग पनि हामीले 2 टी20 खेलेका छौँ, जसमा एकमा जित तथा एकमा हार बेहोरेका छौँ। सो हामीले स्कटल्यान्डलाई पनि जित्न सक्छौँ भने हाम्रो सम्भावना झन् बढेर जान्छ। हामीले यी 4 खेलमध्ये 3 जित्यौँ भने पनि हामी सुपर 8 को लागि क्वालिफाई हुन्छौँ। यदि 2 पनि जित्छौँ भने त्यसमा केही रन रेटहरू हेरेर हामी त्यहाँ पनि क्वालिफाई हुन सक्छौँ। यदि हामीले 3 जित्छौँ भने त हामी पक्कै सुपर 8 मा पुग्नेछौँ। यदि हामी सुपर 8 मा पुग्छौँ भने हामीलाई थुप्रै फाइदाहरू हुनेछन्। हामीलाई विश्वभरिका टोलीहरूसँग वर्ल्ड क्लास म्याचहरू फेरि सुपर 8 मा खेल्न पाइनेछ। त्यसै गरी यदि हामी सुपर 8 मा पुग्छौँ भने हामी विश्व चर्चित नै बन्नेछौँ। नेपाली क्रिकेट पनि ग्रो भएको हामीले सङ्केत पाउनेछौँ। त्यसबाहेक सुपर 8 मा छौँ भने हामीले 2028 को वर्ल्ड कप सिधै खेल्न पाउँछौँ। हामीले क्वालिफाई म्याचहरू पर्दैनन्। सो यी फाइदा थिए नेपाली क्रिकेट टोलीको लागि। तपाईँको विचारमा के नेपाली क्रिकेट टोली सुपर 8 सम्म पुग्न सक्ला त? आफ्नो प्रतिक्रिया तल कमेन्ट बक्समा लेख्न चाहिँ नभुल्नुहोला। भिडियो यहाँसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क्स फर वाचिङ। बाई बाई।